अहिलेलाई चाहिँ हामीले चाहिँ जिएनएसएसको स्ट्याटिक डिजिपिएस सर्वे भनेर अहिले हेर्छौँ होइन। हामीले त्यसको लागि चाहिँ मसँग अहिले ट्रिम्बल R4S जिएनएसएस रिसिभर रहेको छ र यसलाई चाहिँ हामीले सुरुमा चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ यो एक्सटेन्डेड रड छ, एक्सटेन्डेड छ 25 सेन्टिमिटरको। त्यसलाई चाहिँ हामीले यसरी यहाँ हलो पार्टलाई यहाँ फिट गर्छौँ र त्यो फिट गरिसकेपछि चाहिँ मैले पावर अन गर्छु। यसलाई चाहिँ सिङ्गल प्रेस र त्यसपछि लङ प्रेस गर्नुपर्छ र त्यो भइसकेपछि यहाँ पावर बटनको सिग्नल आइसकेको छ र त्यसपछि मैले यसलाई चाहिँ यसरी यहाँ टाइपरमा लेभलिङ र सेन्टिङ भइसकेको छ र यसलाई चाहिँ माथितिर फर्काएर मैले यसलाई गरेँ, यसलाई टाइट गरेँ मैले र यसपछि चाहिँ अब हामी चाहिँ यहाँ हामीसँग ट्रिम्बलकै यो इन्स्ट्रुमेन्टको कन्ट्रोलर रहेको छ र यसमा चाहिँ हामीले ट्रिम्बल एक्सेसबाट चाहिँ स्ट्याटिक जिएनएसएस सर्वे गर्दाखेरि चाहिँ के सेटिङहरू मिलाउनु पर्ने हुन्छ त्यो हामी अब यसबाट हेर्छौँ। र मैले यो जिएनएसएस रिसिभरलाई चाहिँ ट्राइपडमा सेट गरिसकेँ र हामी यहाँ देख्न सक्छौँ विभिन्न प्रकारको बत्तीहरू भएका छन्, त्यसलाई चाहिँ हामी हेर्छौँ। यतापट्टि हाम्रो रेडियो लिङ्कको कनेक्सन हो, आरटिके गर्दाखेरि चाहिँ यो चाहिन्छ हामीलाई। अहिले भनेको यसले सेटेलाइट टिपिसकेको छ, सेटेलाइट जस्तो यहाँ सिम्बल पनि छ, तपाईँले अहिले देख्न सक्नुहुन्न होला अहिले अँध्यारो भएर। त्यसपछि यो ग्रिन कलर भनेको चाहिँ हाम्रो पावरको लागि हो, पावरको अन भइसकेको छ र त्यसपछि यहाँ चाहिँ एउटा बलेको छैन, यो भनेको चाहिँ हाम्रो डाटा स्टोरेजको लागि हो। येल्लो कलरको बल छ, यदि जुन बेलामा यसले डाटा क्याप्चर गर्छ त्यो बेलामा चाहिँ येल्लो कलरको बल छ। त्यसको साइडमा चाहिँ हाम्रो यो ब्लुटुथ कनेक्सन हो, यो ब्लिङ्क भइराखेको छ, एउटा स्ट्याटिक वेमा बलिराखेको छैन, त्यसको अर्थ चाहिँ यो अहिले कनेक्सन भइसकेको छैन। अब यसलाई चाहिँ कनेक्ट गरेर हामी हेर्छौँ। अब हामी ट्रिम्बल R4S को यो कन्ट्रोलरमा आइसकेको छौँ र यसमा चाहिँ हामीले ट्रिम्बल एक्सिस खोल्छौँ र यसमा चाहिँ 3 स्टेप प्रोसेसमा चाहिँ हामीले स्ट्याटिकको ओभरअल सेटिङहरूलाई मिलाउँछौँ। त्यसको लागि म सेटिङमा गएँ र पहिलो भनेको चाहिँ हामीले कनेक्ट गर्नुपर्ने हुन्छ हाम्रो कन्ट्रोलर र यो बेसको जिएनएसएस रिसिभरलाई। त्यसको लागि म कनेक्सनमा गएँ र कनेक्सनमा गएर चाहिँ मैले के थाहा छ भन्दाखेरि चाहिँ अहिले लागि चाहिँ मैले स्ट्याटिक सर्वे गर्दैछु, त्यसैको लागि मेरो रोभर अप्सनमा मैले नन राखेँ र अर्को भनेको कनेक्ट टु जिएनएसएस बेसमा चाहिँ मैले यो ट्रिम्बल R4S को सिरियल नम्बर चाहिँ मैले यहाँ हेरेर सेलेक्ट गरेँ र एक्सेप्ट गरेँ। त्यो भइसकेपछि चाहिँ हाम्रो यसले ब्लुटुथ कनेक्सन खोज्छ हाम्रो के अरे रिसिभरसँग र त्यसपछिको स्टेप भनेको चाहिँ हामी फेरि सेटिङमा जान्छौँ र त्यसपछि चाहिँ टेम्प्लेट बनाउँछौँ। एउटा टेम्प्लेटमा चाहिँ मैले न्यू टेम्प्लेट गरेँ र टेम्प्लेटमा चाहिँ T_1 भनेर दिएँ र नयाँ टेम्प्लेट। अनि यसमा भनेको चाहिँ कपी फ्रम भन्ने फिचर छ। यो भनेको कस्तो भन्दाखेरि हामीसँग यदि प्रि एक्जिस्टिङ टेम्प्लेट छ भने चाहिँ त्यहाँबाट पनि हामीले तानेर लिएर आउन सक्छौँ, नत्र भए यहाँ क्लिक गरेर चाहिँ सेलेक्ट फ्रम लाइब्रेरी गरेर चाहिँ यसमा चाहिँ हामीले ओभरअल मिलाउन सक्छौँ। अहिले लागि हाम्रो चाहिने भनेको त्यही हो। सिस्टममा चाहिँ युटिएम अनि जोन भनेको 45 नर्थमा रहेर हामीले लोकल डाटा चाहिँ WGS 1984 7P काम गर्छौँ र यसले रिफरेन्स यो आधारमा चाहिँ यसले अटोमेटिकली लिन्छ र प्रोजेक्टको हाइट चाहिँ अहिले हामी लगभग 1400 छौँ र यो आर्बिटरी हाइट हो, यो मेटा डाटाको लागि हो। र मैले यसलाई इन्टर गरेँ, स्टोर भनेर क्लिक गरेँ र यहाँ अलरेडी सबै फिल भएर आइसक्यो है। त्यसपछि चाहिँ मैले के गर्छु भन्दाखेरि इन्टर भनेर गरेँ, एक्सेप्ट गरेँ। यसरी चाहिँ हाम्रो T_1 भन्ने चाहिँ टेम्प्लेट यहाँ तल बनिसक्यो। त्यसपछि हामी के गर्छौँ भन्दाखेरि फेरि सेटिङमा गएर स्टाइल बनाउँछौँ र स्टाइलमा चाहिँ मैले एउटा न्यू स्टाइल दिएँ S_1 भनेर र त्यसको टाइप जिएनएसएस नै रहेको छ र एक्सेप्ट गरेँ। र त्यसपछि चाहिँ हामीले अहिले चाहिँ जिएनएसएस स्ट्याटिक सर्वे गर्न खोजिरहेका छौँ। त्यसको लागि चाहिँ हामीसँग रोभर हुँदैन, रोभर भन्ने हुन्न र ओभरल्यापिङ टाइमको अनुसारले चाहिँ हामीले यो सर्वे गर्ने भएको कारणले गर्दाखेरि चाहिँ इच जिएनएसएस रिसिभरलाई चाहिँ एज इन्डिपेन्डेन्ट रिसिभर ट्रिट गर्छौँ र त्यसको लागि चाहिँ अब हामी सिधै 3rd नम्बरको बेस अप्सनमा भन्नेमा जान्छौँ र सर्वे टाइप भनेको अहिले लागि फास्ट स्ट्याटिक हो, हामीले स्ट्याटिक गर्दैछौँ, त्यही भएर फास्ट स्ट्याटिकमा क्लिक गरेँ मैले र त्यसपछि यसले एन्टिनाको टाइप माग्छ। हाम्रो एन्टिना भनेको चाहिँ ट्रिम्बल R4S इन्टरनल भन्ने हो, R4S इन्टरनल यहाँ आइसकेको छ। र त्यसपछि मेजर 2 भनेको चाहिँ हाम्रो हाइट कसरी नाप्छौँ त यो ठाउँको भन्ने कुरा हो। मेजर 2 मा चाहिँ मैले स्ल्यान्ट हाइटमा भनेर नापेँ, अहिले आर्बिटरीली 1.7 भनेर दिएँ मैले। र त्यसपछि चाहिँ मैले इलिभेसन मास्क के सकेसम्म हामीले जिएनएसएस गर्दाखेरि पोस्ट प्रोसेसिङमा यसलाई हामीले फिल्टर गर्न मिल्छ, त्यही भएर 0 डिग्री राख्छौँ। र लगिङ इन्टरभल भनेको हामीले आफ्नो एक्युरेसी अनुसार सेट गर्छौँ, जेनरली 15 सेकेन्डमा काम गर्छौँ। हामीले जति कम राख्यो त्यति बढी डाटा एकुमुलेट गर्छ। अहिलेलाई मैले 15 सेकेन्डमै छोडेँ। र अरू भनेको यो हाम्रो जेनरली यो जिएनएसएसले चाहिँ जिपिएस अथवा कुनैको अरूको L1 र L2 ब्यान्ड मात्रै लिन्छ
L5 फ्रिक्वेन्सीले लिँदैन, त्यही भएर L5 मा मैले टिक गरिनँ र मैले यति गरिसकेपछि एक्सेप्ट भनेर टिक गरेँ र स्टोरमा क्लिक गरेँ। त्यो गरिसकेपछि चाहिँ हाम्रो सर्भर स्टाइल यहाँ सेभ भइसकेको हुन्छ। यहाँ तल देख्दाखेरि S1 भनेर आइसक्यो। त्यसै गरेर अब त्यसपछिको काम भनेको चाहिँ हाम्रो अब कनेक्सन बनाऊँ हामी एकचोटि। कनेक्सनमा गर्नको लागि चाहिँ म सेटिङमा गएँ, फेरि एकचोटि कनेक्सनमा क्लिक गरेँ र यहाँ सबै यो ठिक छ, हाम्रो रोभर छैन त्यही भएर नन छ र बेसमा चाहिँ ट्रिम्बल भयो 283 भनेर आएको छ। एक्सेप्ट गरेँ र यसले चाहिँ अटोमेटिकली यहाँ लिङ्क ब्लुटुथको कनेक्सन सर्च गर्छ। इफ यदि त्यो त्यही बेला भएन भने चाहिँ हामीले मेजर गर्ने बेला पनि अटोमेटिकली हुन्छ। अहिले मैले देख्न सक्छु भइसकेको छैन, त्यो चाहिँ अब मेजर गर्दाखेरि हुन्छ। त्यसको लागि चाहिँ अब मैले के गर्नुपर्छ सुरुमा भनेपछि चाहिँ मैले सुरुमा एउटा प्रोजेक्ट बनाउनु पर्छ हाम्रो। त्यही भएर मैले न्यूमा गएँ, यहाँ न्यूमा क्लिक गरेर एउटा प्रोजेक्ट बनाएँ मैले। STAT__1 भनेर बनाएँ प्रोजेक्ट एउटा, इन्टर गरेँ, क्रिएट गरेँ र जबमा चाहिँ मैले J1 भनेर दिएँ अहिले लागि। र अब यसले टेम्प्लेट माग्यो हामीलाई, जुन चाहिँ हामीले अघि नै बनाइसकेका छौँ। टेम्प्लेटको नाम T_1 भनेर राखेको थिएँ र त्यसको त्यो टेम्प्लेटको प्रपर्टिजहरू पनि यहाँ देख्न सक्छौँ, कोअर्डिनेट सिस्टमहरू र युनिट केमा छ भनेर। मैले अहिले एक्सेप्ट गरेँ र एउटा म्यापको इन्टरफेस खुलिसक्यो हाम्रो र यहाँ देख्न सक्छौँ यहाँ एउटा ब्लिङ्क हुँदैछ। त्यो भनेको चाहिँ हामीले GNSS फङ्सनमा गएर हामीले के गर्दैछौँ त्यो चिनाउनुपर्छ। त्यसको लागि चाहिँ म मेन्युमा गएँ र यहाँ इन्स्ट्रुमेन्टमा क्लिक गरेँ र GNSS फङ्सनमा गएँ। अहिले लागि चाहिँ हामीले अहिले रोभर मोडमा रहेछ, खास गरिमा अहिले लागि हामीले स्ट्याटिक सर्वे गर्दैछौँ। त्यही भएर जहिले पनि स्ट्याटिक सर्वे गर्दाखेरि चाहिँ बेस मोडमा नै राख्नुपर्छ हामीले। अब बेस मोडमा क्लिक गरिसकेपछि यसले अटोमेटिकली त्यो बेसको GNSSको ब्लुटुथ कनेक्सन बनाउन खोज्दैछ र तपाईँले यहाँ देख्न सक्नुहुन्छ आइसकेको छ। र यहाँ हाम्रो जुन अघि नै ब्लिङ्क गरिरहेको थियो ब्लू कलरको बत्ती, त्यो चाहिँ अब यहाँ एकरूपताले बलिरहेको छ, स्ट्याटिक वेमा बलिरहेको छ। त्यसले चाहिँ के देखाउँछ भन्दाखेरि हाम्रो चाहिँ ब्लुटुथ कनेक्सन बिट्विन बेस GNSS रिसिभर र कन्ट्रोलर चाहिँ भइसकेको छ। अब मैले यहाँ एक्सेप्ट भनेर प्रेस गरिसकेँ र त्यसपछि अब मेन भनेको अब काम भनेको चाहिँ हामीले सर्वे सुरु गर्ने हो। सर्वे सुरु गर्नुभन्दा अगाडि मैले यहाँ क्वेसन मार्क जस्तोमा थिचेर हाम्रो अहिलेको हाइट कति छ त भन्दाखेरि 1.7 मिटर दिएँ। यो स्ल्यान्ट हाइट भएको कारणले गर्दाखेरि यहाँ बटम 20 अमाउन्टमा क्लिक गरेर मैले मेजर 2 मा चाहिँ स्ल्यान्ट मेजर मार्कमा क्लिक गरेँ। देख्न सक्छौँ हामीले तल ट्रु हाइट अटोमेटिकली क्यालकुलेट गरिसक्यो यसले र मेजरमा एक्सेप्टमा क्लिक गरेँ र त्यसपछि भनेको हाम्रो यहाँ मेन्युमा गएर फेरि अब मेजरमेन्ट स्टार्ट गर्छु। त्यसको लागि चाहिँ म मेजरमा गएँ र मेजरले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हाम्रो स्टाइल माग्छ। त्यो चाहिँ आफ्नो स्टाइल चाहिँ हामीले बिर्सिनुहुन्न र S1 भन्ने स्टाइल बनाएको थिएँ मैले र फाइनल्ली अप्सन के लेखेर आयो भन्दाखेरि स्टार्ट बेस रिसिभर भनेर आयो। मैले त्यसमा क्लिक गरेँ र स्टार्टिङ सर्वे भनेर आयो। यो बेसको पोइन्टलाई चाहिँ के दिउँ भनेर सोध्यो मैले 3000 भनेर दिएँ। अहिले लागि मैले अहिले फेरि इन्टर गरेँ। यदि हामीले अघि नै हालेको हाइट यदि गलत रहेछ भने चाहिँ हामीले यहाँ पनि चेन्ज गर्न मिल्छ है। अहिलेलाई चाहिँ पोइन्ट डज नट एक्जिस्ट, प्रोभाइड कोअर्डिनेट एट प्रोसेसिङ टाइम भनेर सोध्यो, ओके भनेर भने मैले अहिले यसलाई र यहाँ पनि हामीले चेन्ज गर्न मिल्छ। अहिलेलाई मैले स्टार्ट क्लिक गरेँ र अहिले के देख्न सक्छौँ भन्दाखेरि चाहिँ बेस स्टार्टेड लेखेर आयो हो, यो चाहिँ लेखेर आउनुपर्छ। यसलाई ओके गरेँ र माथि के देख्न सक्छौँ भन्दाखेरि बेस सर्वे पनि लेखेर आइसक्यो र पिडअप भ्याल्युहरू पनि देखाइसक्यो। हाम्रो कतिवटा यसले यसमा GNSSमा चाहिँ रिसिभरले चाहिँ कतिवटा सेटेलाइट पक्रेको छ त्यो पनि हामी यहाँ देख्न सक्छौँ। क्लिक गऱ्यो भने यहाँ लिस्टमा क्लिक गऱ्यो भने यो लिस्टहरू आइसकेका छन्। त्यसै गरेर यसलाई चाहिँ यदि भिजुअली हेर्नु पऱ्यो भने चाहिँ प्लटमा क्लिक गर्ने र यहाँ नर्थको रिस्पेक्टमा चाहिँ हाम्रो देखाएको छ प्लट। यदि नर्थ चिन्नु हुँदैन भनेपछि चाहिँ केही गर्नु पर्दैन, घामतिर फर्किने अनि सनमा क्लिक गर्ने अनि यो भनेको सनको रिस्पेक्टमा चाहिँ कस्तो कहाँ छन् भन्ने कुरा थाहा पायो। यो भयो त्यसरी भिजुअलाइज गर्न मिल्यो। पिडअपको भ्याल्यु यहाँ लेखेर आयो अनि यहाँ दुईवटा छ ब्याट्रीहरू, एउटा भनेको कन्ट्रोलरको ब्याट्री भयो, हाम्रो मोबाइलको ब्याट्री भयो यो, अनि अर्को भनेको रिसिभरको ब्याट्री भयो। रिसिभर भनेपछि चाहिँ हाम्रो GNSS रिसिभरको कुरा आयो। अनि त्यसै गरेर अब भनेको चाहिँ मानौँ अब हाम्रो चाहिँ सर्वे अहिले यो डेटा लिँदैछ अनि त्यो कुरालाई चाहिँ कसरी पनि हेर्न सक्छौँ भन्दाखेरि हामीले चाहिँ यहाँ गएर आफ्नो रिसिभरमा हेऱ्यो भने चाहिँ यहाँ अघि नै कुनै पनि बत्ती बलिरहेको थिएन, अब चाहिँ यहाँ येल्लो कलरको बत्ती बलिरहेको छ, कन्टिन्युसली बलिरहेको छ। त्यो भन्नुको अर्थ चाहिँ यसले चाहिँ डेटा चाहिँ एभ्री 15 सेकेन्डमा यसले डेटा क्याप्चर र स्टोर गरिरहेको छ भनेर पनि हामीले यसरी बुझ्छौँ। यति भइसकेपछि चाहिँ अन्तिममा चाहिँ मानौँ हाम्रो सर्वे सकिसक्यो। अब सकिसकेपछि चाहिँ यो डेटालाई चाहिँ कसरी अब हामीले इन्ड गर्ने भनेपछि चाहिँ फेरि यहाँ मेन्युमा जाने, त्यसपछि त्यहाँ मेजर भन्ने अप्सनमै जाने र हामीले जुन स्टाइलमा काम गरिरहेका थियौँ त्यही स्टाइलमा जाने, RTKमा भन्नेमा गएँ, अहिले S1 भन्नेमा जान्छु म। अनि त्यसपछि लास्टको अप्सन भनेको इन्ड GNSS बेस सर्वे भनेर सोध्यो, त्यसमा क्लिक गर्छु म। त्यसपछि इन्डिङ सर्वे लेखेर आउँछ अनि माथि जुन पिडअपको साइडमा बेस सर्वे लेखेर आएको छ त्यसमा चाहिँ अटोमेटिकली नो सर्वे लेखेर आयो
तपाईँहरू देख्न सक्नुहुन्छ यहाँ पावर डाउन रिसिभर भन्यो, यसले यस गर्यो भने अटोमेटिकली जिएनएसएस रिसिभरको पावर सटडाउन हुन्छ। अहिलेलाई नो गरेँ मैले र तपाईँले यहाँ माथि टपमा देख्न सक्नुहुन्छ अघि नै बेस सर्वे लेखेर आएको थियो, अहिले चाहिँ नो सर्वे लेखेर आएको छ। त्यसको अर्थ चाहिँ हाम्रो सर्वे बन्द भइसक्यो, डेटा लिन अहिले बन्द भइसक्यो। यसरी चाहिँ हामीले ओभरअल रूपमा चाहिँ स्ट्याटिक जिएनएसएस सर्वे गर्छौँ। द्याट्स अल। आई होप यु लाइक इट।